ओके गाइस, आज फेरि पनि यहाँनिर फर्म 14 को यो डिजेलको होस छुट्याएछ है त गाइस। यो चाहिँ प्रब्लम मेन भनेको यही हो कि डिजेलमा चाहिँ जहिले पनि यो यहाँनिर होस छुटिराखेको हुन्छ। यो किन यसरी छुट्छ भन्दाखेरि अब डिजेल चाहिँ अब ठुल्ठुलो लोरीहरूमा तेल हालेको हुन्छ नि त। अनि यो नोजर चाहिँ अब तिनीहरूले फुल गर्दाखेरि अब यो अटो लकमा राखेको हुन्छ। अब अटो लक राखिसके पछाडि अब त्यति ट्याङ्की फुल नहुँदाखेरि नै यो सेन्सरले बन्द हुन्छ यहाँनिर नोजरमा छुने बित्तिकै तेलले। अनि ट्याङ्कीमा फुल गर्दाखेरि चाहिँ यिनीहरूले बिस्तारै बिस्तारै यो फुल ट्याङ्क गर्नलाई यो नोजरहरू बिस्तारै बिस्तारै टक 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 गरेर खिचेर हाल्नुपर्ने हुन्छ। त्यो भएर ओभरलोड पर्छ यस्तोमा। अनि ओभरलोड परेपछि यो होस चाहिँ चुटिहाल्छ कि यो चाहिँ जोइनिङ होस हो होइन। यो सेफ्टीको लागि हो। केही कारणवश अब तेलहरू हाल्दाखेरि गाडीमा नोजरहरू अब निकाल्नलाई बिर्सन सक्छ नि त। अनि त्यो बिर्सिने बेलामा गाडीले तानिहाल्यो भने यो पम्पहरू नडलोस् भनेर यो जोइनिङ होस राखेको हुन्छ। अनि यही हो गाइज, यस्तै हो, कामहरू बढेछ गाइज है। म काम गर्ने ठाउँ चाहिँ यही हो यतातिर। अब एकछिन पछाडि आएर चेन्ज गर्नुपर्छ। ओके गाइज, थ्याङ्क्स फर वाचिङ। डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब माई च्यानल। टेक केयर एन्ड लभ यु। बाई बाई।